नेपाली राजनीति यति बेला एउटा यस्तो मोडमा आइपुगेको छ जहाँ पुराना दल होइन नयाँ भनिएका शक्ति बीच नै भीषण संघर्ष सुरु भएको छ। पछिल्लो 24 घण्टामा एउटा यस्तो प्रश्न उठेको छ जसले राष्ट्रिय राजनीतिलाई नै तरङ्गित बनाइदिएको छ। के सुदन गुरुङको राजीनामा केवल एउटा व्यक्तिगत नैतिकताको कुरा मात्रै थियो वा यसको पछाडि कुनै ठूलो राजनीतिक षड्यन्त्र लुकेको छ? रवि लामिछाने र उनको 15% स्वीट शेयरका बारेमा सुदनले गरेको त्यो विस्फोटक टिप्पणी के हो? प्रधानमन्त्री बालेन्द्र शाहको अबको रणनीति के हुन्छ र के नयाँ शक्तिहरू भित्रै आन्तरिक द्वन्द्व सुरु भएको हो? सुदन गुरुङ जो नयाँ पुस्ताको आशाका रूपमा गृह प्रशासन सम्हाल्न पुगेका थिए, उनको बहिर्गमन निकै नाटकीय रह्यो। उनको राजीनामाको मुख्य जड थियो व्यवसायी दीपक भट्टसँगको सम्बन्ध र सम्पत्ति शुद्धिकरणको आरोप। जब मिडियामा सुदन गुरुङको नाम केही विवादास्पद व्यापारिक घटनासँग जोडियो तब उनीमाथि नैतिक दबाव बढ्यो। तर गुरुङ पक्षका अनुसार यो राजीनामा स्वैच्छिक भन्दा पनि पार्टीभित्रको आन्तरिक गुटबन्दीको उपज हो। उनी भन्छन्, मलाई काम गर्न दिइएन र मेरो छवि धमिल्याउने खेल आफ्नै विरुद्धबाट भयो। यहाँनिर एउटा मुख्य तथ्य के छ भने सुदन गुरुङ र रवि लामिछाने बीच पछिल्लो केही समयदेखि गृह मन्त्रालयको कार्यशैलीलाई लिएर विवाद थियो। रवि लामिछानेले कतिपय पुराना फाइलहरू खोल्न दबाव दिइरहेका थिए भने सुदन गुरुङले पद्धति अनुसार चल्नुपर्ने तर्क गरिरहेका थिए। तर कथा यतिमा मात्र टुङ्गिँदैन। राजीनामा दिएको केही घण्टामै सुदन गुरुङले सामाजिक सञ्जालमा एउटा यस्तो बम पच्काए जसले रवि लामिछानेको क्लिन छविलाई फेरि कटघारामा उभ्याइदिएको छ। सुदन गुरुङले लेखेका छन्, आफ्नो खल्तीमा पैसा नहुँदा पनि अरूको मिडियामा 15% स्वीट शेयर लिने र त्यसैलाई सम्पत्ति मान्नेहरूले नैतिकताको कुरा गर्नु हास्यास्पद छ। यो सिधा प्रहार रवि लामिछानेको गोर्खा मिडिया प्रकरणतिर लक्ष्य थियो। रवि लामिछानेमाथि सहकारीको करोडौं रकम गोर्खा मिडियामा अवैध रूपमा ल्याइएको र बिना लगानी 15% शेयर लिएको आरोप पहिलेदेखि नै लाग्दै आएको छ। सुदन गुरुङको यो कटाक्षले के संकेत गर्छ भने नयाँ दलहरूभित्र पनि भ्रष्टाचार र स्वार्थको लडाईँ कम छैन। यदि सुदन गुरुङले दीपक भट्टसँगको सम्बन्धका कारण राजीनामा दिनुपर्छ भने रवि लामिछानेले सहकारी प्रकरणको पूर्ण छानबिन नहुन्जेलसम्म नेतृत्वमा बस्न मिल्छ कि मिल्दैन? यो प्रश्न यति बेला नेपाली जनहरूले पनि उठाइरहेका छन्। अब पालो आउँछ प्रधानमन्त्री बालेन्द्र शाहको। सुदन गुरुङको बहिर्गमनपछि गृह मन्त्रालय अहिले प्रधानमन्त्री आफैले सम्हालिरहनु भएको छ। तर अबको गृहमन्त्री को हुने भन्दै टुङ्गो भने लाग्न सकेको छैन। अहिले राजनीतिक बजारमा दुई चर्चामा रहेका छन्। एक, रवि लामिछानेको टिमबाटै अर्को अनुहारलाई गृहमा पठाउने। दुई, वा प्रधानमन्त्री बालेन्द्र शाहले कुनै गैर राजनीतिक वा स्वतन्त्र विज्ञलाई यो जिम्मेवारी दिने। रवि लामिछाने यति बेला निकै दबावमा छन्। एकातिर उनले आफ्नै पूर्व मन्त्रीले लगाएको आरोपको जवाब दिनुपर्छ भन्ने, अर्कोतिर पार्टीको अस्तित्व जोगाउनुपर्छ भन्ने। यदि उनी आफै गृह मन्त्रालयमा फर्कन खोजे भने अदालतमा विचाराधीन सहकारी मुद्दाले उनको बाटो छेक्न सक्छ। दर्शक वृन्द, राजनीतिमा कोही पनि पूर्ण रूपमा चोखो हुँदैन भन्ने भाष्य फेरि एकपटक प्रमाणित भएको छ। सुदन गुरुङको राजीनामाले एउटा कुरा प्रश्न पारेको छ, नयाँ भनेकाहरू भित्र पनि गहिरो खाडल छ। के सुदन गुरुङले उठाएको स्वीट शेयरको मुद्दामाथि अब सरकारले छानबिन गर्ला? के रवि लामिछानेले यो कटाक्षको औपचारिक जवाब देलान् वा यो घटना पनि केही समयपछि सेलाएर जाला? हामी यो घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं। नेपाल अपडेट 24 को यो विशेष रिपोर्ट तपाईलाई कस्तो लाग्यो? सुदन गुरुङको आरोपमा कतिको सत्यता होला र रवि लामिछानेले अब के गर्नु पर्ला? आफ्नो विचार कमेन्ट बक्समा लेख्नुहोस्। आजको भिडियोबाट बिदा हुन्छु। नमस्कार।